अनि चाहिँ गाइस बोल्नमा चाहिँ म जस्तो टकेटिभ अरू पनि छ चाहिँ म लुगा चेन्ज गरेर आउँछु गाइस म टिकटकमा लाइभ गर्थेँ होइन अनि मान्छेहरूले त मेरो आइब्रोको यस्तो मजाक उडाइदियो Hello guys, so I'm on my way to go to my work अनि I'm gonna get ready now अनि मैले मोइस्चराइजर लगाइसकेँ अहिले चाहिँ यो सनस्क्रिन हो सो यो लगाउने अनि we have this NYX को मेकअप प्राइमर यसले चाहिँ यो चाहिँ पोर फिलर प्राइमर हो सो यसले पोर्सहरू फिल गर्छ तर आई डोन्ट लाइक यसको टेक्स्चर के यो मलाई यो किम्बल भन्दो रहेछ क्या हो मेबी यो मजाले चलाउन आएको छैन अनि यो चाहिँ दिस इज माई बर्थडे गिफ्ट फ्रम माई ब्रदर थ्याङ्क यू सो मच दाई फ्रम दिस भिडियो हामीहरू चाहिँ अब फाउन्डेसन लगाउने फाउन्डेसन चाहिँ मलाई धेरै चाहिँ लगाउनु मन लाग्दैन सो म थोरै मात्र लगाउँछु आई गेस यो बाङ्गे भइरहेको छ गाइस अनि म चाहिँ फाउन्डेसनहरू सबै लगाएर फेरि एकचोटि हेर्छु आफूलाई and then if I'm not looking good then I'm gonna wash my face again. Okay, so look at the coverage. धेरै coverage त छैन बस यो अब यहाँको दाग छोपिन्छ कि छोपिँदैन लेट्स सी है यो चाहिँ अनि पेस्टल ब्युटीको यो ब्रस मैले युज गरिरहेको छु अहिले इट इज भेरी इजी के अनि प्राइसिङ अनुसार त झनै ओ माई गड एकदमै राम्रो यहाँ र यहाँ थाकेँ गाइस म फुल पाउडरले सेट गर्ने बेलामा आउँछ है I have this NYX setting spray. Oh my god. अब चाहिँ म लुगा चेन्ज गरेर आउँछु guys in 3, 2 and 1. Ta-da! I just got ready. So guys म चाहिँ यहाँ हल्का क्विक भन्न लगाइरहेको क्विक अपडेट दिन आएको अपडेट भन्दा नि अब के अस्तिको भिडियो चाहिँ मैले बल्ल 3 मिनट्स कतिको राखेको थिएँ अनि मैले चाहिँ राम्रै रेस्पोन्स रिसिभ गरेँ होइन कमेन्ट्सहरू त आएको थिएन बट देन मेसेजेसहरू आएको थियो त्यो म बोल्दै नबोल्ने मतलब चिन्ने तर धेरै नबोल्ने मान्छेहरूले पनि इट वाज गुड तर इट वाज टु सर्ट भनेर आएको छु तर कसैको फेरि सर्ट भयो नि सबै कुराहरू सँगै समेटेर राम्रोसँग भिडियोमा देखियो द्याट वाज फन भन्दै नि आएको थियो अनि म चाहिँ आई फेल्ट हल्का बेटर किनकि म त्यो भिडियो आफैले हेर्नै सकिरहेको थिएन अनि अर्को कुरा भनेको चाहिँ म यतिकै नै यसरी भिडियो बनाएर एक्लै बोलिरहेको छैन गाइस तर जब नि मैले यो युट्युबमा हाल्ने भनेर फिल्म गर्छु नि त्यति बेला चाहिँ मलाई गफै गर्न आउन्न के त्यो हल्का होइन कसरी त्यो फेकनेस आइदिन्छ कि ओके आई हेभ टु बी पर्फेक्ट युट्युबको लागि भनेर अनि जति बेला मैले त्यो फेक एक्ट गरेँ त्यति बेला ओ माई गड एकदमै घिनलाग्दो भइजान्छ अनि त्यो चाहिँ मेरो मेजर प्रब्लम भइरहेछ अहिले युट्युबको लागि अनि अर्को भनेको चाहिँ पहिला चाहिँ मेरो नियरली 1K भ्युज गर्थ्यो और 500 त जसै गर्थ्यो और 300 500 और 1K पुग्न लागिसकेको थियो अनि फेरि बिचमा मैले के भयो मैले हाल्नै छोडिदिएँ अनि अस्तिको भिडियोमा चाहिँ मेरो बल्ल गएर 50 भ्युज कट्यो अनि त्यस्तो हुँदाखेरि चाहिँ ओके मेबी आई सुड नट अपलोड भिडियोज जस्तो नि हुने तर फेरि यसरी सोच्दाखेरि चाहिँ ओके आई एम नट डुइङ दिस फर भ्युज बट आई एम डुइङ दिस फर माइ सेल्फ पछि फ्युचरमा मेमोरी हुन्छ भनेर किनकि म कति धेरै भिडियोहरू कुनैमा राम्रै भ्युज गएकोहरू नि मैले प्राइभेट गर्दैछु बिकज त्यो हल्का क्रिन्ज नि लाग्यो अनि चाहिँ गाइस बोल्नमा चाहिँ म जस्तो टकेटिभ अरू पनि छ तर मेरो गफ चाहिँ अलिक छुट्टै हुन्छ कि होइन के भन्न लाग्थेँ भुलेँ आज चाहिँ मेरो आँखाको मेकअप चाहिँ मलाई मन परेन होइन अब यो भिडियो गर्दा म राम्ररी देखिरहेको छैन गाइस अब भिडियो बनाइसकेर भिडियो हेर्दाखेरि चाहिँ म यस्तो गु देखिन्छु नि
अनि नि गाइस अस्ति कि म टिकटकमा लाइभ गर्थेँ होइन, अनि मान्छेहरूले त मेरो आइब्रोको यस्तो मजाक उडाइदियो। अब मेरो आइब्रो यस्तो हो कि के गर्ने त मैले, अनि यसरी कोऱ्यो भने म जस्तो देखिन्छु। सरी सरी, त्यसो भन्न खोजेको होइन, त्यस्तै आइपऱ्यो। ओके गाइस, आई गट रेडी। अब चाहिँ हामी, ओ माई गड, मेरो हेयर चाहिँ ट्याङ्गल भयो रहेछ। द्याट डज नट म्याटर्स एट अल। सो अब चाहिँ हामी काममा जाने। अहिले चाहिँ कति भइसक्यो, कता गयो घडी पनि, के अरे अहिले चाहिँ 1 बज्न लागिसक्यो। सो अब चाहिँ हामी काममा जाने, पठाउ बुक गरेर भ्रुम भ्रुम, अनि वहाँ गएर चाहिँ काम गर्ने। ओके बाई। Hi guys, so I just got back from my work. Very tired guys. Also we are going to cook.